यहाँले प्रश्न उठाइदिएकोमा तपाईँलाई म धेरै धन्यवाद दिन चाहन्छु। पहिलो विषय। दोस्रो विषय के हो भन्नुहुन्छ भने त्यो प्रश्नको उत्तर दिने हामीले नागरिक भेटघाट कार्यक्रम गरेको। एउटा बडो विनम्रतापूर्वक तपाईँ मार्फत आम नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई म के निवेदन गर्न चाहन्छु भने हामी पेटका लागि गोठालो बन्ने, जसले आफूलाई खाना दियो त्यसलाई सामन्तको परिभाषा दिएर बलि चढाउने पृष्ठभूमिबाट आएका होइन। बिहा गर्ने, श्रीमतीलाई एकट्ठा जग्गा ल्याइनस् भनेर घरबाट निकाल्ने, त्यसको पर्सिपल्टका दिन मार्क्सवादको गीत गाएर हामी त भूमिगत हुन्छौँ, कम्युनिस्ट आन्दोलन सञ्चालन गर्ने भन्ने पृष्ठभूमिबाट आएका होइन। हामी एउटा तपाईँ मार्फत बडो विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, हामी पेट गाँसे होइनौँ, पेटका निमित्त राजनीति गरेका होइनौँ। हाम्रो शिरभन्दा माथि देश छ र आज 35 वर्षको पातकताको एउटा कारण के हो भन्नुहुन्छ भने जसको शिरमाथि पेट थियो, शिरमाथि परिवार थियो, शिरमाथि पैसा थियो, शिरमाथि शक्ति थियो, ती व्यक्तिहरूले गरेका कारणले यो बिम्बित प्रश्न आएको। हाम्रो एकचोटि हामी इतिहास किन पढिन्छ भन्दा यसको पृष्ठभूमिका बारेमा अध्ययन गर्न जाने। त्यसकारणले आम नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई निवेदन गर्न चाहन्छु, एकचोटि हाम्रो पृष्ठभूमि, हामी खाना पाएर राजनीति गर्न आएका मुलुकका निमित्त। सबैले त्यही नै भन्छन् क्या डाक्टर साहब, तपाईँले पनि त्यही भन्नुभयो, पहिला प्रचण्ड, ओली देउवा सबैले त्यही नै भन्थे, हामी जनताका लागि राजनीति गर्न आएका हौँ। एकचोटि एकछिन तर सबभन्दा धेरै शोषित व्यक्तिहरू, सबभन्दा धेरै जनतालाई पीडाइदिने व्यक्तिहरू तिनै भए। त्यही प्रश्न तपाईँहरू त्यसरी उत्तर नदिनुहोस् न। म तपाईँलाई एउटा प्रश्न गर्छु। कार्ल मार्क्स पहिला व्यभिचार थिए कि दास क्यापिटल निर्माण गरेका थिए? कार्ल माओ सेतुङले 4वटा पहिला बिहा गरेका थिए कि अनि तपाईँको चाहिँ के अरे माओवादको जन्म दिएका थिए? एकचोटि इतिहासको त्यो बिम्ब, हाम्रो इतिहास हेर्नुहोस्, हाम्रो पृष्ठभूमि हेर्नुहोस्, हाम्रो योग्यता हेर्नुहोस्, हाम्रो नैतिकता हेर्नुहोस्, हाम्रो क्षमता हेर्नुहोस्, हाम्रो दक्षता हेर्नुहोस्, त्यो इतिहासको आँखाबाट र भविष्यको अनुमान गर्नुहोस्। हामी त्यो हौँ वा होइन? सबैले भन्ने, सबैले के अरे सबै जनावरहरू गाई देखिँदैन, सबै जनावरहरू मृग देखिँदैनन्। तर अहिले जनताले नि तपाईँ हामी यहाँ छौँ नि, हामी गफ गरिरहेछौँ नि, जनताले हामीलाई कुन नजरले हेर्छन् भने नि हामीलाई फटाएको नजरले, सबैले हामीलाई एउटै नजरले हेरिरहेछन् क्या जनताले चाहिँ। जनताको चेतना त्यो छ भन्ने प्रश्न विषयमा म सहमत छैन। तपाईँ एउटा विषय के बुझ्नुहोस् भन्नुहुन्छ भने 1990 भन्दा पछाडिको चेतना, अहिलेको यो प्रविधियुक्त चेतना, अहिले तपाईँले चाहिँ के अरे हिजो त जसरी मैले तपाईँलाई देख्थेँ, तपाईँले आज मलाई देख्नुहुन्थ्यो नि, आज प्रत्येक जनताले शङ्काका दृष्टिकोणले हेर्छ। परीक्षण, त्यस कारणले परीक्षण गर्छ। आज प्रत्येक नेपालीसँग मोबाइल छ, परीक्षण मोबाइलबाट के अरे कृत्रिम बुद्धिमत्ता छ, त्यसबाट परीक्षण गर्छन् अब जनताले। अब यो प्रश्न तपाईँको जुन प्रश्न छ नि, त्यो प्रश्न अलि अगाडि त्यो लगभग यो पुरानो भइसक्यो क्या, अब त्यो छैन। आज तपाईँले सहकारी ठग हो यो भन्ने कुरा कसरी पत्ता लगाउँछ नागरिक? यसले 17,000 जनताको चाहिँ के अरे तपाईँको चाहिँ हत्यामा सर्वहाराको गीत गाएर सर्वहाराको सङ्घार गर्यो भने जनताले किन थाहा पायो त्यो विषय? सिंहदरबारमा बस्ने व्यक्तिहरूले यो मुलुकका निमित्त